हुन्छ नि के भन्छ मिल भन्छ नि ल राजु भन्दैन त गाउँको नाम हाम्रो गाउँ खिङ्गा होइन अब म जन्मे त पोखरा जन्मेको हो अँ तर मेरो बाआमा जन्मेको ठाउँ म लिएर बाबा दाइहरू होइन जस्तै यो छ नि यो एरिया अँ यो छ नि माथि यो हाम्रो जस्तै अब पोखरा हामीले मिल भन्छ नि अँ त्यस्तै अब हाम्रो यहाँ मिल हो कि अब जस्तै अब हामीले यहाँ के कुट्छ कि अब यो एरियामा यहाँ ल्याएर जस्तै धान सान कुट्दैन मान्छेले अँ अब हाम्रो यहाँको फापरहरू के कुट्ने सिस्टम यो हो कि मेरो डिजेलाई यो क्यामेराले नि लेक लागेको छ कि आफै अफ हुनु लाग्छ अफ हुनाले आफै स्टप भइन्छ कि हाम्रो सेवारी सेवारी ल फेरि भन्दैन त गाउँको नाम अघि हाम्रो गाउँ खिङ्गा है खिङ्गा खिङ्गा मुक्तिनाथको हामी के अरे के भन्छ माइक हालिसले माइक हाल्छ छैन माइक हाल्नु पर्दैन ठिकै छ मुक्तिनाथको जरामा छ जरा लगभग जरामै हो जरामा हो यो त टक्क ल्याएर आउँदा आउँदा त्यहीँ देख्ने हेर्छ मुक्तिनाथ पनि अब हामी यहाँ गाउँको आमा जन्मेको ठाउँ बाबु जन्मेको ठाउँ देखायो अँ आमा जन्मेको ठाउँ घर राजुको बजे घर अँ आमा जन्मेको आमा बजेको बजे बित्दै जानु भइसक्यो अँ त्यही पनि बजेको घर स्टिल स्टिल छ भने चाहिँ कति कति पुरानो होला भन्ने हजुरहरूले नै अब सोच गरिदिनु होला यस्तो यस्तो ठाउँमा पनि बत्ती छ अँ खुसी लाग्छ तर मलाई होइन सबै कुरा आएछ यार डेभलप यहाँ। गर्छ जे भयो भने अँ सबै डेभलप हुन्छ एउटा भनेको मेन भनेको बाटो बाटो आएपछि सबै कुरा आउँछ हाम्रो घर यही हो बजे घर पुरानो है बुझ्यो कति वर्ष पुरानो मलाई डर लाग्छ कि त किन एक्लै आउनु त हिँड्न म छु नि यहाँ किन डराउनु पर्यो चाबी राख्दैन दिदीले डराउनु केही छैन बजे घर बजे आमाको आमा आमा बजे आमाको आमा जन्मेको ठाउँ यही अँ हुर्केर चाबी लागेको छ बाबाले यो चाबी लगाएर राखेको छ अँ ठिकै छ यतातिर पनि हेर्छ बाटो आमा नि हाम्रो आमा नि यहीँ जन्मेको यतातिर परालहरू जस्तो राखेको छ बाटो यस्तो हुन्छ अन्डरग्राउन्ड ए सबै पुरानो जाउँ न पुरानो यस्तो चढ्न चढ्न गाह्रो हुन्छ यार छोड्दै यार रेके झर्न गाह्रो हो चढ्न त मैले एक खुट्टाले हो झर्न गाह्रो अँ। ल अब पनि यस्तोमा आउँछ छ नि पहिला जमानामा यता त्यो बाटो हेर्छ ओके म आउँछु यस्तो हुन्छ जमानामा गुफाहरू भाइ, अब यस्तो छ यहाँबाट पनि ढोका छ कि फेरि यस्तो ढोका छ कि भित्री बाटोहरू सबै अँ यस्तो छ बाटो आएर यहाँबाट झरेर पुरानो गाउँ हो यो पुरानो गाउँ त्यही त हो यसरी भित्रभित्र ए अन्डरग्राउन्ड यस्तो छ अन्डरग्राउन्ड बेसमेन्ट होइन अब भन्छ नि आइज न आइज हिँड्ने यहाँ खुल्ला हेर्छ नि त हराउँछ पनि हैट, यस्तो छ फेरि यहाँबाट फेरि बाटो छ क्या यहाँ पनि बाटो हेर्छ अँ यता पनि छ कि फेरि यहाँ यता पनि बाटो छ यता बल्द बत्ती यता पनि रहेछ बाटो यहाँ रहेछ यहाँबाट पनि बाटो छ अँ यता भित्र पनि बाटो छ तर हामी रहेछ थाक्छौँ जति हामी अन्डरभित्र गयो नि अँ हाम्रो सास फुलिन्छ फुल्ने हेर्छ किन एनर्जी हामीले वेस्ट गरेको छौँ नि त यहाँ वेस्ट भनेर युज गरेछु वेस्ट त नभनौँ पक्रियो यसलाई बिस्तारै बिस्तारै हिँड्ने बिस्तारै हामी डाइरेक्ट पोखराको एलटी रोड एक दिनमा माथि आउँथ्यो नि अँ बाटो गल्लीहरू अब यताबाट सिक्जाम जाउँ न यताबाट काउडले यताबाट सिधा यहाँ नि बाटो यो कहाँ निक्लिन्छ सिधा ए ढल न फेरि यो हेरि अर्को बाटो यहाँ नि अर्को हेर्छ कोठा ओए हेरिदिउँ यो अँ हेर न आफै त हो पर खच्चरहरू घोडाहरू राख्ने ठाउँ होइन यस्तो राख्छ यी। अँ यस्तोतिर सबै आम्मा भित्रभित्र ओहो दामी छैन अँ एभ्रिथिङ अन्डरग्राउन्ड सब सबै कुरा। उतै बाटो त्यहाँ उ हेर त आम्मा, कसरी बनायो होला यहाँतिर ओहो पहिला बनाएको हो यसरी होइन ढुङ्गाको मान्छेले बनाएको नि बनाएको यसरी त अब यस्तो कि फेरि यहाँको ताला पनि हेर्नु अब है ताला पनि यस्तो खालको छ हामीको हो अब अनि त्यहाँबाट झऱ्यो होइन यहाँबाट माथि हो यहाँबाट माथि गयो नि अर्को भेगायो फेरि हो ए अर्को साइडमा फेरि अर्को साइड फेरि हो होइन गुफै गुफा टाइपको के दामी छैन हो गुफै गुफा है त हामी अघि माथिबाट आयो अँ होइन यहाँबाट झऱ्यो
तल तल झऱ्यो उयोबाट यहाँ तल पनि कतिवटा कोठा भयो एउटा दुईटा भित्र तिनवटा तीनटा छ अझै त्यहाँभित्र यहाँबाट झऱ्यो त्यो उता गयो तिनवटा फेरि यहाँ माथि जाने ठाउँ अँ यहीँ फेरि ढोका फेरि यहाँ पनि रहेछ यता एउटा मात्रै होला भनेको यहाँ पनि एउटा कोठा रहेछ है कोठै कोठा अन्डरग्राउन्ड भित्री बाटो माथिबाट आयो यहाँ छ ढोका यहाँ दिनमा आउने भएछ अब उज्यालोमा सबै देखिन्थ्यो हामी चाहिँ अलिकति अँध्यारो भयो यो पनि त्यस्तै होला यो हेरेर यस्तो नखलाम भयो यो चाहिँ मजाले उसको राखेको छ अर्को पनि छ यहाँ फेरि अर्को पनि रहेछ है यता नि रहेछ यहाँ पनि सिँढी लिएर भित्र फेरि बङ्गला टाइपको है यहाँबाट फेरि यता बाटै निक्लिँदैन अन्डरग्राउन्ड आएर नि फेरि मेन यहाँ आइसहरू जम्मै हेर्छ नि त 100 वर्ष पुरानो घरहरू यो साह्रै पुरानो भयो नि बजाइको पालाको भनेको त अनि यताबाट छिरेर यता निस्क्यो कहाँबाट निक्ल्यो अन्डरग्राउन्ड वहाँ गएर अन्डरग्राउन्ड गएर अहिले रिपेयर गरेको दामी भन्थ्यो होइन यो स्टाइलले सिमेन्टी गरेर अब हामी सबै जमेछ सबै जग्गा रहेछ अब हामी यताबाट गयो खोला पुग्ने बाटो कि यो खोला जाने बाटो यो खोला तर खोला छ नि लास्टै भैमा छ तल डिपमा ठिकै छ तल गयो नि फेरि माथि आउनु मुस्किल पर्छ भत्केको यो चाहिँ के भूकम्पले भत्केको कि जमाना घरहरू सबै बिस्तारै आफै भत्केको पुरानो हुँदै गयो यो बन्द नि अब माटोहरूले बनाएको होला पहिला सब माटोले बनाएको घरहरू माटोले बनाएको अब ढुङ्गाहरू त्यही छैन पहिलाको ढोका होइन यही सानो कुक्रो परेर जानु पर्थ्यो यहाँ तल भिर रहेछ तल चाहिँ भिर होइन अँध्यारो भएर होला सबै पुरानो घरहरू यो भनेको अब हिस्ट्री छ यहाँ सबै कुरा भोलि त हामीले उस्तो पनि ड्रोन पनि देखाउन सक्छ हामीले यहाँ पुरानो घर भोलिको दिनमा त्यो चाहिँ अर्को भिडियोमा आइन्छ है अब खोलातिर पुग्ने छ अब मलाई थाहा छैन राजले मलाई कता लान्छ तर खोलातिर बाटो मिलाउँदै हिँड्दैछु म यहाँ मान्छेहरू बस्तीबाट बाटो बनाउने मान्छेहरू जस्तै यो फार्मिङ गर्ने मान्छे रोप्छ नि यहाँ बस्थ्यो यहाँ अहिले पनि बस्दै गयो हार्पिक सार्पिक छ क्या अहिले पनि छ होला मान्छे छ बत्ती बजी छ ए मान्छे रहेछ नि त स्टिल तर मुनि खोला बिकल के खोला हो रातिहरू केही देखिन्न होइन उज्यालोमा पिड्की सानो पिड्की रहेछ मान्छेहरू पनि बस्ने रहेछ यहाँ हजुर नमस्ते होइन गाउँ घुम्दै हिँडिरहेको थिएँ त्यही भएर हजुर है गाउँ घुम्दै हिँड्थेँ मान्छे जान्दिनँ स्टिल कानो भन्छ है स्पिकर भन्दैन हो यो बस्ने कि त्यसलाई यस्तो चलन चल्छ कि ए यहाँ चाहिँ त्यस्तो छ पुरानो सोचाइ भन्दा नि पुरानो परम्परा पुरानो परम्परा त्यही भनौँ यस्तो थियो सब भत्किएको बिहान आएको सबै पुरानो भएर है अन्त नि सबै पुरानो भएर भत्किएछ बिस्तारै हिँड्नु पऱ्यो सास पनि बिस्तारै फुलिँदैछ हार्ट रेट 97 पुगेको छ यहाँ यहाँबाट तल यहाँबाट तल उता निक्लेर उताबाट फेरि बाटो यताबाट नि फेरि अर्को बाटो ओहो पहिलाको मान्छेहरूले बनाएको हो यसरी
दामी दिमाग लगाएर यसरी होइन कोठाहरू धेरै बनाउने तरिकाले हो यहाँ अब पुरानो गरेको छ भत्कियो पहिलाको हुन्छ नि सबैको बनाउने चलनै यस्तै हो कि अब त्यहाँ होइन कोठा त्यहाँदेखि कोठा कोठा त्यहाँदेखि कोठा भर्याङ माथि भर्याङ चढेको त्यहाँ कोठा अँ त्यहाँ कोठा डाइनिङ हल सिटिङ रुम यो किचन भर्याङ इट्सेल्फ अब कति पुरानो होला है ए यो 100 वर्ष भन्दा बढी भइसक्यो थुप्रै भयो होला हजुर पनि त्यस्तै छ घर होइन घर घर होइन घर झन् कति पुरानो होला झ्याल अझै पनि झ्याल छ त्यहाँ यहाँबाट खतरा जान्छ सबै सबै तलतिर यसरी हेऱ्यो भने बाल्टिन अझै पनि रहेछ त्यहाँ एउटा मान्छेहरू त्यहाँ चाहिँ बत्ती बालिरहेको छ उता होइन पुरानो गाउँ हो कि यो पुरानो गाउँ रे है यहाँको पुरानो गाउँ यहाँ चाहिँ अब बाटो आइपुग्यो होइन गाउँ गाउँमा यस्तो के सबै गाउँमा छ नि होइन हाम्रो पुरानो घरहरू भए पनि होइन तर सबै भत्किएको हुन्थ्यो क्या तर त्यो घरलाई वास्तै गर्दैन कि मान्छेले भत्काएर त्यसलाई सबै फालेर नयाँ बनाएको हुन्छ कि तर यो ठाउँमा स्टिल 2.5 वर्षदेखि तपाईँको स्टिल घरहरू अहिलेसम्म स्ट्यान्ड बाई रहिरहेछ कि अब हेरौँ न स्टिल अब जाऊँ कुनै गाउँमा जाऊँ यस्तो ढोका छैन नि यार छैन नि पुरानो होइन यदि सानो पुरानो झुकेर जानुपर्ने सानो यति पुरानो वर्ष हिस्ट्री भन्ने छ यहाँ जुनै गाउँमा गयो भने तर सबै रिपेयरिङ भएको मात्रै घरहरू छ कि नयाँ स्टिल बनाएको तर यो हामीले त यत्तिकै छोडिरहेको ठाउँ हो कि यो भनेपछि कस्तो होला मान्छेहरू पनि कता कता पुगिसक्यो यहाँ बस्नेहरू अब गाउँहरू यहाँ पुरानो गाउँ थुप्रै छन् यहाँ अब राजुको आफ्नै आमा जन्मेको घर आफ्नो आमा बजेको घर रहेछ त्यहाँ खुल्ला भएको कारणले गर्दाखेरि चाहिँ अघि हामी भित्र गएको थियौँ खुल्ला भएको भएर उसले चाहिँ अब त्यहाँ ताल लाउँछ ठुलो रहेछ घर चाहिँ यहाँ ठुलो रहेछ यो सबै छतमाथि पनि सब आउनुहुन्छ यहाँ थुप्रै कोठा भएको न हजुर गोठा गर्नेले साथी हुने यहाँ हेर्दा बाहिर हेर्दाखेरि यस्तो पुरानो देख्छ नि भित्र गयो भने त कोठा के गुफा राखेको त्यस्तै देखिन सक्छ यो रुख कति वर्ष भएर जानु आइस जमेको रहेछ ठाउँ ठाउँमा हामी दिउँसो नै आइपुग्ने भए चाहिँ सबै उज्यालोमा देखिन्थ्यो हामी राति आइपुगे यताउता घुम्दै भिडियोहरू खिच्दै आउँदाखेरि चढ्यो म पनि अब बिस्तारै त्यही त छैन यति नै रहेछ ठिकै छ त्यहाँबाट कता नि बाटो छ हुन्छ नि ओ धन्दले मेरो टाउको यहाँ ठोक्यो नहेरी हिँड्दाखेरि रुखको चरा छ भित्र हेरेर है सब भत्किएर होइन झरेर भत्कियो रहेछ अनि पक्का सलिड कति वर्ष कति भयो यो काठ अहिले कसरी बनाउन सकियो यति ठुलो घरहरू हामी त्यत्रो वर्ष पुरानो घरमाथि चढिरहेछ कि हामी बाख्रा रुखहरू पाल्ने ठाउँ गुफा बाख्रा गोठहरू पाल्ने है यदि माथि हेर अझ परालहरू पनि छ त्यहाँ ल राजु तल जाउँ होला अब चाहिँ के हो होइन
साह्रै पुरानो उस हो अभी भक्कु बडा गई त्यहीबाट यहीबाट हामी घुमिरहेको छ नि त यहाँ यस्तो घुमेर है ल तल त जाउँ अरू अरू ठाउँतिर घुमौँ ल है गाउँको गएर तर बजार पर्दै हुन्छ है ल हिँड ल बजार गएर फेरि अर्को भिडियो खिच्छु माथि पनि पुरानो गाउँ छ एउटा ल त्यता गएर खिचौँ ल अब त्यहाँबाट नि त हामी माथिबाट हुन्छ नि अँ। बोर्डरबाट टक्क हामी बिस्तारै चाहिँ ल चिसोले होइन माथिल्लो चिसोले चिप्लो चाहिँ यो बगिरहेको पानी पानी चिसो भएर जमेर आइस भइसकेको छ यहाँ यो कम्प्लिटली आइस यो माथिदेखि तलसम्म सबै आइस यहाँ चाहिँ समाजघर रहेछ गाउँको मन्दिर भयो ठुलो रहेछ गुम्बा यो छ नि फेरि ओभन र किचन हो यो बिल्डिङ यो किचन मात्रै हो भागमा चाहिँ किचन हो यति भाग ए यो यहाँ चाहिँ यहाँदेखि अँ वहाँसम्म हल हो यो हल यो मात्रै यो ठुलो हल यो भाषा पोखनी अँ ठाउँ यहाँभित्र अनि फेरि यो बार हो फेरि यो बार माथिको रक्सी खानु मलाई यहाँ आउनु फेरि माथि डलनमा डलन घरमा छ नि यहाँ टक्क रक्सी बनाएको राम्रो खानु यो। अँ अनि ढोका फेरि ल पूजाहरू चल्दैछ कि है उता चेङ्राहरू पर्ने त्यो चेङ्राहरू के हो चेङ्रा ए च्याङ्रा अँ त्यहाँ रहेछ नि त है धन्नै मुस्ताङ चेङ्राहरू मुस्ताङे च्याङ्रा पुरानो घर मामा उयो हो कि घर त्यो भत्केर यता बनाएको अरे यो मामाहरूको यो च्याङ्रा नि यो च्याङ्रा कि च्याङ्राहरू पनि चेङ्रा चाहिँ यताको यताको यो भयो घर यो भयो यता मामाको जमानाको घर मम्मी गई पूजा कोठा मामा खिच्छु है हुन्छ 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 पुरानो पुरानो गरिदिनु राजाको मामा घर पूजा पूजा गर्ने ठाउँ पूजा कोठा यता हाम्रो हजुर कति वर्ष पुग्नु भयो नि मा हजुर हजुर कति वर्ष पुग्नु भयो नि 58 वर्ष पुग्नु भयो हजुर है हाम्रो बजी बसै भनेपछि कति वर्ष भयो त्यो त्यो घर पुरानो घर। कति वर्ष भयो त्यो घर त्यो अँ आमाहरू त अब जन्मै थिएन त्यहाँ जन्मेकै छैन होला अनि है भनेपछि हामी पुगे 60 वर्ष अनि आमा त 61 62 पुगिसक्यो अनि भनेपछि 200 वर्ष 200 पुरानो होला 200 पुरानो है त्यो तलको चाहिँ हजुर अझै पनि बलियो छ भित्ताहरू कि हजुर भित्ताहरू अझै पनि बलियो रहेछ अब वर्ष पुग्ने बजेको हेर अब उहाँको छोरा चाहिँ म हजुर अब यहाँ फन्सिनेर राख्नु भएछ उहाँको आमा बजी हो यस्तो यङ बजै म बजेको पहिलाको फोटो राजु म एमबिसीमा जाने बेलामा फोटो खिचेको यही हो 25 वर्षमा ए यस्तो थियो 25 वर्ष हुँदाखेरि हजुर ए अहिले यङमा यस्तो छ अहिले पनि यङै हुनुहुन्छ नि अहिले यस्तो थियो हाम्रो बजी बेला यस्तो बजै तरुणधरी अनि हाम्रो भाइ यो मामाको बाउहरूको मामा ए अनि आमा अनि साइली साइली अनि कान्छी दिदी यो माइली माइली हो नि त यो साइली यो साइली यो कान्छी कान्छी यो माइजू अनि माइजू अनि ओङजूको बुढी आमा यो आमा हुन् बिचको आमा 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 भर्खरमा खिचेको त त्यो हटेर त्यो देख्ने छ नि पनि हिजै पक्कै आमालाई मेमोरी हुन्छ तिनीहरूको फोटो खिच्नु पहिलाको जमानामा पहिलाको यसरी याद यादहरू हुन्छ नि मामा है हजुर यो फोटोहरू हेर्दाखेरि फोटो चाहिँ
हाम्रो आमा यस्तो छ हाम्रो बाबा यस्तो छ हजुर। भनेर याद हुन्छ नि। हो यता चाहिँ पूजाहरूको मामा यो यो हामीले यार्दुङ मेलामा हजुर फेसनमा गएको यो यादु मेला वर्षमा एकचोटि हुने मेला हजुर बदौमा भदौमा हजुर भदौ महिनामा बदौ महिनामा हजुर मामाले हेर्नु त त्यो फोटो र यो फोटो एउटै हो यो चाहिँ कति वर्ष हुँदाखेरि मामा 25मा 25 वर्षै हुँदाखेरि हजुर त्यही त पुरानो त्यो के भन्छ वकम्यान है हजुर त्यो वकम्यान। वकम्यान यहाँ वकम्यान झुन्डाएर कानमा टक्क लाउने हजुर 25 वर्ष भनेपछि कति कति वर्ष अगाडिको फोटो मामा यो त हो अब एमबिसीबाट भिसा दिइसक्यो भने म अमेरिकै थियो ए अमेरिकामा हुनुहुन्थ्यो त्यो बेलामा हजुर अमेरिकाबाट कुन सालमा फर्किनु हो मामा होइन गएकै छैन नि ए, भिसा दिएकै छैन ए भिजाको लागि उस गर्नुभएको थियो हजुर ए नपाएर 2 चोटि गइसक्यो म ए हजुर हजुर त्यो बेलामा पनि पहिला पहिला पनि अब यो कलर फोटो रहेछ है मामाको दाजङ मामाको ढोकबेरले लोकप्रिय। दाजङ मेलामा हजुर अब भाइसम्म हुन्छ नि हजुर अब पुजारी भएर यिनीहरू थङसिङ सुक्पा यो धानु सरहरू यहाँ छ नि हजुर मैले नाउँ चलाइकन उनीहरूलाई हान्न मिल्दैन ए रीतिरिवाज हजुर हजुर रीतिरिवाज त्यो चाहिँ पूजाहरूको लागि अब मामालाई भोलि आउने कि भइहाल्छ हुन्न हामी जान्छौँ हामी फर्किन्छौँ हजुर फर्किन्छ हामी हो र अँ यो त मामाले 100 वर्ष अगाडिको मूर्तिहरू के 100 वर्ष अगाडि यो त पुरानो होला नि त्योभन्दा नि पुरानो होला 100 वर्षले मान्दैन कति वर्ष भयो हजुर कति वर्ष भयो लगभग अहिले यहाँ लामा आउनु भयो नि उहाँ चाहिँ 300 वर्ष पुरानो है नजिक यो चाहिँ कहाँबाट ल्याउनु भयो यो कुन भगवान अनि कहाँबाट ल्याउनु भयो मामा? यो बुद्ध भगवान बुद्ध अनि यो अगाडिको चाहिँ अब पछाडिको बुद्ध भगवान भयो भने अगाडिको चाहिँ मामा होइन यो नभए भने हजुर लामाले ढोक्नै पाउनु होइन अब यो बुद्ध भगवान भयो नि होइन हजुर यो के यो यो त अब उहाँ चाहिँ उहाँले चरेर जानुहुन्छ नि हो त्यो यो घोडा 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 बुद्ध बुद्ध भगवान घोडामा चढ्नु भएको 300 वर्ष अगाडि मूर्ति 300 वर्ष अगाडि हजुरलाई यो चाहिँ मामा हजुरको बुवा उहाँले दिनुभएको अनि यो के अरे मेमोरी फुल भएको कि मामा त्यसमा त्यही भएर यो हजुरले भन्नुभयो नि मामा यो हजुर स्याउ आफै टाँसिएको यो आफै टाँसेको हो 5वटा स्याउ आफै टाँसिएको हजुर यो चाहिँ कति पुरानो मामा यो हजुर यो त फल्ने त अहिले साल हो हजुर बोट पुग्यो त 10 वर्ष भयो 10 वर्ष हजुर अझै पनि यतिकै छ है हजुर। मूर्ति 5 पुस्त 10 वर्ष हजुर त्यही त 300 वर्ष पुरानो 5 पुस्त 300 वर्ष साह्रै पहिल्यैदेखिको रहेछ मामा है होइन त्यही त पहिल्यैदेखि पहिल्यैदेखिको हजुर आज बाटोतिर हेर्दै आउँदै थिएँ क्या मामा हजुर। बाटोतिर हेर्दै आउँथेँ मेरो यो पहिलोपटक मुस्ताङमा हजुर योपाल चाहिँ राजलाई त जाम माथि मुस्ताङ जाम एकचोटि घुमेर आऊँ होइन भने राजले पनि मेरो घर पनि त्यहीँ छ गाउँ पनि त्यहीँ छ अनि मलाई नि एउटा सहायता हुने भयो यहाँ घुम्दाखेरि भनेर कि म मामाको फोन नम्बर लग्न फोन एकल पनि गर्नुहुन्न तपाईँले म थाइल्यान्डमा म आउँछु पनि थाहा छैन क्या होइन? होइन उता गएर फोन गर्दै गर भनेको हो मामा कुरा होइन मामा हजुर होइन आयो भने फोन आउने बेला एकचोटि फोन त गर्नुपर्छ भनेको कि ए मैले कसैलाई फोन गरेन कि डाइरेक्ट आएको बिहान 6 बजी 5 बजी उठेर आएको हो र
मैले बिहानै हिँडौँ भनिदिएको त्यही भएर मामा यो त उल्टो गरेर उस गर्ने होइन घाममा होइन मैले थाहा पाएँ मैले यो उसमा देखेको थिएँ कि गोखे जाँदाखेरि चाहिँ गाउँमा थियो यस्तो गाउँमा थियो सोलर यो घामको किरणले चाहिँ तताउँछ है पानीहरू पनि मामा पानी ल मामा लाग्छु है हजुर राजु त चलिसक्यो मामा है धन्यवाद मामा खुसी लाग्यो हजुरले देखाइदिनु भयो घर है ल फेरि आउँदा भेटौँ ल मामा है हुन्छ ल धन्यवाद है जान्छु ल मामा त्यो त साह्रै पुरानो उसहरू रहेछ नि त 5 पुस्ता हुने यहाँको कुरा 300 वर्ष अगाडिको कुरा हुने अब त्यो छ नि तैँले ल्याएर त्यो सर्च गर्छ नि जस्तै भनौँ न पुरानो सर्चहरू त्यसलाई लिएर नि गरि नि हुन्छ कि होइन त्योहरू हेर्दै देखिन्छ कि यस्तोहरू पुरानो पहिला एकचोटि घटना पनि भएको थियो कि होइन यता मुस्ताङको उसहरू मन्दिरहरूतिरबाट मूर्तिहरू हराएको है त्योहरू पनि भएको थियो नि त ल अब बाटो यताबाट छैन नि बाटो यताबाट छैन